नमस्कार साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो 5 स्टार च्यानलमा। आज मैले हजुरहरूको माझ लिएर आएको छु मटन करी, स्पेशल मटन करी। यो जाडोमा तातो तातो मटन करीको सुप खाएपछि जिउ पनि न्यानो। ल आउनु सुरु गरौँ आजको रेसिपी। मैले चाहिँ यहाँ 800 ग्राम खसीको मासु लिएको छु अनि यो लिएको छु टमाटर। हेर्नुहोस् है, अनि यो धनियाको पत्तालाई मैले मसिन गरेर काटेको छु। अनि 2टा प्याज लिएको छु। अनि त्यसै गरी यहाँ अदुवा लसुन छोडाएर राखेको छु। के गर्छु म हजुरहरूलाई सबै पालो सबै देखाइहाल्छु। अनि यहाँ चाहिँ धनियाको सिड र जिराको सिड छ। अनि यो हरियो प्याज, स्प्रिङ ओनियन। अनि यहाँ छ ओइल, तोरीको तेल। अनि यहाँ राखेको छु मैले खडे मसलाहरू जस्तै तेजपत्ता भयो, यो बेलिफ, अनि त्यसपछि यो रातो खोर्सानी स्टार भयो, अनि त्यसपछि यो दालचिनी भन्छ, अनि अलैँची छ, साथसाथै सुकुमेल, अनि त्यसपछि यो खै के भन्छ, यो नाम पनि सबै थाहा छैन। यिनीहरू मैले राखेको छु हैन। भिडियो नछुटाइकन हेर्दै जानु होला। मैले कसरी केरी बनाउँछु भन्ने कुरा हजुरहरूले मजाले जान्नुहुन्छ। मिठो हुन्छ। यो तरिकाले बनाउनु भयो भने चाहिँ तपाईहरु औँला चाटी खानुहुन्छ फेरि। अब मैले यहाँ प्याजलाई मसिनो पारेर काटेँ हैन। अरु त सबै रेडी पारेको छु। प्याज र टमाटर काट्न बाँकी थियो। अब टमाटरलाई चाहिँ मैले 2 फग्लेटा मात्र पारेको छु। हेर्नुस् है, राम्रोसँग भिडियो हेर्नु स्किप नगरिकन हेर्नुस् नि। ल साथीहरु, सर्वप्रथम चाहिँ मैले प्यान बसालेर अनि त्यसमा जिराको सिड, धनियाको सिड, अनि त्यसपछि रातो खुर्सानीलाई मैले फ्राई गर्दैछु। अनि साथीहरु, मेरो अरु नयाँ भिडियो हेर्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला है। अनि हल्का रातो भइसकेपछि तिनीलाई झिकेर अब फेरि तेल बसाल्नु होला। अनि तेल तातिसकेपछि अब यसमा मैले अघि काटेको प्याजलाई फ्राई गर्दैछु। प्याजलाई पनि धेरै डिप फ्राई गर्नु पर्दैन, हल्का फ्राई गरे हुन्छ। हजुरहरू सोच्दै हुनुहुन्छ होला यसले मटन बनाउन लाग्यो पहिले प्याज फ्राई गरेर के गर्न लायो भनेर। हेर्नुस्, राम्रोसँग हेर्नुस् म के गर्दैछु। अब यहाँ टमाटर हाल्दिनुस्। टमाटरलाई पनि एकछिन पकाउनुस्। मेरो यो छुट्टै बेग्लै किसिमको रेसिपी हो। यो तरिकाले बनाउनु भयो भने तपाईले हातको छालै सिद्धिनी गरेर चाट्नुहुन्छ। यति मजाले चाट्नुहुन्छ, यति मिठो हुन्छ कि हैन। त्यसैले राम्रोसँग हेर्नुस्। अब यतिको भएपछि चाहिँ यसलाई चाहिँ सेलाउन राख्दिनी एउटा भाँडामा झिकेर हैन। ल अब पालो आयो यता के गर्ने त भन्दाखेरि अघि मैले भुटेर राखेको जिराको सिड र धनियाको सिड के यसलाई चाहिँ अब मजाले पिस्ने। मजाले यस्तो पिस्ने कि यसलाई त पिस्ता धुलो पिठो बनाएर मसिनो बनाउने। त्यसमा नि अघि फ्राई गरेको रेड चिली थियो नि, ड्राई रेड चिली, यसलाई पनि यसमै मजाले पिस्ने। अनि यसरी पिस्दा चाहिँ नुन हाल्दै पिस्यो भने चाहिँ मजाले पिसिन्छ, मसिनो हुन्छ। ल हेर्नुहोस्, आहा यो मसला चाहिँ मजाले पिसेर रेडी भइसक्यो। मलाई चाहिँ त्यो बजारको पाउडर जिरा धनियाको पाउडर मन पर्दैन। मलाई चाहिँ मासुहरुमा यताउति चाहिँ आफैले घरमा पिसेको चाहिँ एकदम स्वादिलो टेस्टी लाग्छ। अनि यस्ता नै पिसेर खायो भने राम्रो पनि हुन्छ, किनभने पाउडरकोमा त सबै टेस्ट गइसक्यो हुन्छ। अब अघि अदुवा लसुन प्याज सबै थियो नि फ्राई गरेको, यसलाई अब ग्राइन्ड गर्ने। यस्तो मजाले ग्राइन्ड गरिदिने। हेर्नु है, यसरी बनाएको प्युरीबाट चाहिँ हाम्रो मटनको ग्रेभी चाहिँ एकदम बाक्लो हुन्छ। यो प्युरी चाहिँ अनि टमाटर हाम्रो मटनमा हाल्दाखेरि चाहिँ अनि मटनको ग्रेभी एकदम बाक्लो मिठो हुन्छ। त्यही भएर यसरी बनाएको। हेर्नुस् भन्दै थिएँ नि मैले भिडियो कस्तो तरिकाले बनाउँदैछ भनेको यही भएर हो। ल हेर्नुस्, अघिको खडे मसलाहरू चाहिँ अब तेलमा हल्का फ्राई गरिदिनु। यो गरेपछि चाहिँ यसको फ्लेभर चाहिँ सबै हाम्रो मटन करीमा फैलिन्छ अनि सुनमा सुगन्ध भने जस्तो मिठो स्वाद आउँछ। अब चाहिँ यसरी फ्राई गरिसकेपछि अब यसमा मटन हालिदिने। मटनलाई नै हल्का फ्राई गर्नुपर्छ है साथीहरू। फेरि मटन हाल्ने बित्तिकै सबै थोक हालेर प्रेसर कुकरमा चिप्लाएर कम्म पकाउने भन्ने खानु होला। त्यसरी पकाएको चाहिँ मिठो हुँदैन। मटनलाई नै एकछिन फ्राई त गर्नु पर्यो नि हैन। अब चलाउँदै गर्नु होला हैन। अब यसरी बेसार पनि राखिदिनु होला।
बेसार यसमा राखिदिनु अनि त्यसपछि यसलाई अझै चलाउनु होला हैन। बेसार राखेपछि हल्का अब कलर पनि आउँछ अनि यसमा नुन पनि आफूलाई चाहिने मात्रामा नुन पनि एड गरिदिनु होला हैन। नुन चाहिँ मैले अलिकति उता अदुवा लसुनको उसमा नि राखेको छु जिराहरू पिनेको ठाउँमा, त्यही भएर यसमा अलिक कमै राख्नु होला, चर्को होला हैन। कसैलाई चर्को मन पर्दैन, चर्को कसैलाई हैन सबैलाई मन पर्दैन हैन। अब यसलाई एकछिन फ्राई गर्नु होला अनि त्यसपछि जिरा धनियाको पिसेको पेस्टलाई पनि अब यसमै राखेर फेरि चलाइदिनु होला। ल हेर्नुहोस् है साथीहरू, मैले चाहिँ कसरी चलाउँदैछु त्यो पनि हेर्नु होला। फेरि मैले जसरी चलाएँ त्यसरी नै चलाउनुपर्छ भन्ने छैन। राइट साइडबाट घुमाइने हुन्छ, लेफ्ट साइडबाट घुमाइने हुन्छ, जताबाट घुमाए नि तर मसला चाहिँ सबै मटनमा लाग्नु पर्यो। हल्का रमाइलो गरिदिएको नि होइन साथीहरू। ल हेर्नुहोस् त अहिले नै कस्तो खाउँ लाग्दो भइसक्यो होइन। अझ पाकेकै छैन, यो त हल्का फ्राई मात्रै हुँदैछ। पाकेपछि त ओहो वरिपरि टोले हरर बास्ना आउँछ नि यस। ल अब अहिलेको प्युरी छ नि, टमाटर प्याजको लसुनहरू सबको यो प्युरीलाई पनि यहाँ हालेर मजाले चलाइदिनुहोस्। हेर्नुहोस् त अब मगमग बास्ना आउन थालिसक्यो अहिले नै यहाँ होइन। अझ यो 4-5 सिटी लाएर पाकिसकेपछि त ल साथीहरू, कसले सब्सक्राइब गर्नु भएको छैन लाइक कमेन्ट सब्सक्राइब सेयर पनि गर्न नबिर्सिनु होला नि। फेरि मेरो च्यानललाई अब यसमा हल्का अलिकति हट वाटर राखेर अनि त्यसपछि ग्यासको फ्लेमलाई हाई गरेर अनि प्रेसर कुकरको सिट्ठी लगाइदिनु, बिर्को लगाएर सिट्ठी लगाइदिनु। हाम्रो प्रेसर कुकर चाहिँ फेरि खतरा छ है साथीहरू, प्रेसर कुकरको बारेमा चाहिँ कमेन्ट नगर्नु होला नि। फेरि सिट्ठी यसरी 5-6 सिटी अब हेरी सिटी लाउनुपर्छ। अब चाहिँ यो पाकेर रेडी भइसक्यो साथीहरू। अब म यसको ग्यास फाल्दैछु होइन। यसको यो सबै हावा फालिसकेपछि चाहिँ यसरी खोल्ने। ल हेर्नुहोस् कसरी छड्किँदैछ, वाउ वाउ ओहो कस्तो मिठो बास्ना आएको। ल हेर्नुहोस् त मजाले पाकिसक्यो ग्रेभी। ल हेर्नुहोस् अब ग्रेभी अब कतिको चाहिन्छ तपाईँहरूलाई, चाहिन्छ भने अझ हट वाटर एड गरेर एकछिन बोइल गर्न सक्नुहुन्छ, चाहिँदैन भने यतिकै ठिकै छ। अनि त्यसमा मैले अघि स्प्रिङ ओनियन काटेर राखेको थिएँ त्यो पनि एड गरिदिनु होला। अनि साथसाथै धनिया पनि राखिदिनु होला। मलाई धनियाको बास्ना चाहिँ एकदम मनपर्छ होइन। अनि हरियो प्याज र धनिया चाहिँ म प्रायः जस्तो जेमा पनि एड गर्छु होइन। धनिया एकदम छुटाउनै नहुने कुरा त धनिया हो हामीलाई होइन। अब धनिया पनि राखेर मजाले चलाइदिनु होला। ल यो धनिया र स्प्रिङ ओनियन चाहिँ पकाएको भन्दा लास्टमा झिकेर हालेको राम्रो हुन्छ होइन। नपकाउनु होला, पाकिसकेपछि अन्तिममा झिकेर राख्नु होला। अब म यसलाई हेर्नुहोस् त एउटा बलमा राख्न जाँदैछु। वाउ मुखबाटै थुकायो नि, माउथ वाटरिङ। ल हेर्नुहोस् खाउँ। अब यसमा तातो भात खायो भने त कस्तो मजा आउँछ यो जाडोमा। तर हामीले चाहिँ कोदोको ढिँडो खाएको है साथसाथै यसमा। ल हेर्नुहोस् साथीहरू, हजुर पनि यसरी नै मैले बनाएको जसरी मटनको ग्रेभी बनाएर खानुहोस्, ढिँडोसँग खानुहोस्, भातसँग खानुहोस्, जेसँग खानुहोस्, एकदम मिठो हुन्छ। तर स्पेसल अझै यो त ढिँडो, कोदाको ढिँडोलाई बनाएको मैले। ल हेर्नुहोस् कोदाको ढिँडोसँग खाने हो हामीले होइन। कोदाको ढिँडोको रेसिपी त राखेको छैन मैले, तर कोदाको ढिँडोसँग खाने। ल साथीहरू मेरो भिडियो हेर्दै गर्नु होला। बाई बाई।